हेलो साथीहरू, आज चाहिँ म डोको बोकेर घाँस काट्नु हिँडेको है। अनि यहाँ हातमा कच्चे पनि लिइराखेको छु। आज चाहिँ वस्तुहरूलाई घाँस लिनु हिँडेको र म आज तपाईँहरूको माझमा घाँस कसरी काटिन्छ र अब घाँस के को घाँस हुँदो रहेछ र यो टाई फिटिङ बाजेले घाँस चाहिँ एक भारी ल्याउँदो रहेछ कि होइन, म देखाउँछु ल तपाईँहरूलाई। अब चाहिँ घाँस काट्नु हो। हेर्नुहोस् गाइजहरू, घाँस काट्नु साह्रै मिठो छ। गाउँघरको अर्ग्यानिक घाँसहरू यस्तो छ, मिठो छ घाँस काट्नु है। अनि तपाईँहरू चाहिँ काट्दै हुनुहुन्छ कि होइन? यसो घाँस काटिएन भने गाउँघरमा वस्तुहरू भक्कै हुन्छन्। र के गर्नु त, रमाइलो छ अर्ग्यानिक गाउँघरमा। अब के गर्नु त साथीहरू, वस्तुहरू जस्तै हामी जस्तै वस्तुहरू पनि भोकाउँछन् त। त्यही भएर वस्तुहरूको लागि पनि घाँस काट्नु पर्छ। कति मजाको वस्तुहरूले पनि